हेलो कमन इन्ट्रान्स इक्जाममा सहभागी हुने सम्पूर्ण भाइ बहिनीहरूलाई गेम चेन्जर एकाडेमीमा स्वागत छ। म चाहिँ राहुल कुमार यादव महाराजगञ्ज मेडिकल क्याम्पसबाट एमबिबिएसको तेस्रो वर्षमा अध्ययन गरिरहेको छु र मैले करिब 3 वर्ष अघि सिईको इन्ट्रान्स दिएर 21औं र्याङ्कमा नाम ल्याउन सफल भएको थिएँ र मैले +2 सिध्याएर फाइलमहरू पढ्दा जुन किसिमको अप्ठ्यारो भोग्नु परिरहेको थियो त्यो भाइ बहिनीहरूलाई भोग्नु नपरोस् भनेर चाहिँ यो भिडियो बनाउँदैछु। मैले चाहिँ खास गरेर सीको लागि जति पनि टपिकहरू छ, जति पनि लेसनहरू छ जुलोजीमा, त्यो सबै टपिक गर्ने प्रयास गर्ने छु। मैले चाहिँ सिरिजको नाम जुलोजी फर सी राख्नेछु र आज हामी चाहिँ जुलोजीको फाइलमबाट पोरिफेरा भन्ने च्याप्टर स्टार्ट गर्न गइरहेछौँ। सो पोरिफेरा स्टार्ट गर्ने बित्तिकै वा सुन्ने बित्तिकै तिमीहरूको दिमागमा के आउँछ त? धेरै कुरोको नाम सुन्ने बित्तिकै त्यसको थोरै थोरै मोटामोटी केही क्यारेक्टरहरू चाहिँ पत्ता लगाइरहेको हुन्छ। जस्तै अरू पनि हुन्छ, यहाँ चाहिँ पोरिफेरा रहेको छ है। सो नामबाट के मिनिङ आइरहेछ त्यसको त? नाम के हो त? यहाँ पोरिफेरा, पोरिफेरा, पोरी पोरी होइन, फेरा भनेको त बेयरिङ हुन्छ होइन। जुलोजीमा फेरा भनेको जहिले पनि मिनिङ चाहिँ बेयरिङ हुन्छ भनेपछि इट बेयर समथिङ, फेरा। अनि पोरी, पोरीको मिनिङ के हो त जुलोजीमा? सो पोरीको मिनिङ यहाँ चाहिँ पोर्स हुन्छ, पोर्स अर होल भन्न चाहिँ। सो यो टाइटल तिमीहरूले यो फिगर देख्दा चाहिँ के जस्तो देखिन्छ त? एउटा समुद्र रहेछ होइन, सी अरू कुनै एक्वाटिक ह्याबिटेट रहेछ जसमा चाहिँ प्लान्ट जस्तो स्ट्रक्चर देखिरहेको छैन। यो चाहिँ सबस्ट्र्याट रहेछ, एउटा सबस्ट्र्याट हो, यसमा चाहिँ कुनै प्लान्ट जस्तो स्ट्रक्चर देखिरहेछ। अनि यो अलिकता राम्ररी हेऱ्यो भने चाहिँ यिनीहरूको बिचमा चाहिँ प्वाल हुन्छ, जुन चाहिँ हामी पछि पढ्छौँ। यिनीहरूको जिउभरि नै प्वालै प्वाल भएकोले यसको नाम चाहिँ के राखेको छ त? पोरिफेरा राखेको रहेछ कि। सो मैले भनिरहेको थिएँ चाहिँ यो चाहिँ कस्तो देखिन्छ त? प्लान्ट जस्तो देखिन्छ, तर यो प्लान्ट होइन। हामी चाहिँ फाइलममा पढिरहेको छौँ। सो फाइलम भनेको के हो त? एनिमलको होइन, फाइलम भनेको एनिमल किङडम हो, एनिमेलिया किङडमबाट पर्छ, त्यही भएर यो चाहिँ एनिमल रहेको छ। हामी हिस्ट्रीमा पनि पढ्छौँ चाहिँ पहिला चाहिँ मान्छेहरू कन्फ्युज भएको रहेछ, यो चाहिँ प्लान्ट हो भनेर चाहिँ मान्छेहरू पहिला चाहिँ सोचिरहेको थिए, तर पछि गएर चाहिँ यसको स्ट्रक्चरहरू, सेलुलर स्ट्रक्चरहरू हेर्दा चाहिँ एनिमलको सँग म्याच भएर चाहिँ यसलाई एनिमलमा राखेको रहेछ। ल आज चाहिँ हाम्रो यो भिडियोमा चाहिँ अब्जेक्टिभ के रहेछ त भन्ने कुरो अलिकता सरसर्ती हेरौँ है त। सुरुमा म चाहिँ तिमीहरूलाई इन्ट्रोडक्सनबाट स्टार्ट गर्छु। पोरिफेराको इन्ट्रोडक्सनमा हामी चाहिँ यसको जेनरल क्यारेक्टरहरू कसरी चिन्ने त? नाम आउने बित्तिकै चाहिँ दिमागमा के सेट हुन्छ भन्ने कुरो यसमा इन्ट्रोडक्सनमा चाहिँ पढ्छौँ सुरुमा। यहाँ चाहिँ एउटा यो पोरिफेराको एउटा साइकनको मैले यहाँ फिगर पनि राखेको छु। योबाट तिमीहरू के गर भने दिमागमा चाहिँ राख कि यो पोरिफेरा आउने बित्तिकै चाहिँ एउटा माइन्ड मेकअप यस्तो चाहिँ बन्छ, किनभने सुरुमा अहिले चाहिँ तिमीहरू +2बाट आइरहेको छौ, तिमीहरूको दिमाग पुरै खाली होला। अब त पढ्दै गयो भने पोरिफेरा सुन्ने बित्तिकै त आउन थाल्छ। सो यो भिडियो हेऱ्यो भने झन् चाहिँ अलिकता सजिलो हुन्छ। सो यिनीहरू यहाँ भयो इन्ट्रोडक्सनमा। हामी यसको चाहिँ इन्ट्रोडक्सन थोरै चाहिँ हेर्छौँ। त्यसपछि हामी चाहिँ हिस्ट्रीमा हेर्छौँ। हिस्ट्रीमा चाहिँ पोरिफेरामा कुन कुन मान्छेलाई चाहिँ के टर्महरू दिए थियो, यसको चाहिँ कुन कुन नेचरहरू, कसरी चाहिँ पोरिफेरालाई अगाडि बढाएको रहेछ भन्ने कुरा हिस्ट्रीमा पढ्छौँ। त्यसपछि मोस्ट इम्पोर्टेन्ट भनेको क्लासिफिकेसनमा जान्छौँ हामी चाहिँ। सो क्लासिफिकेसन, यसको टेक्सोनोमिकल क्लासिफिकेसन पढ्छौँ, के क्लासमा चाहिँ यसको फर्दर डिभिजन गरेको रहेछ। अनि यहीमा हामी चाहिँ पोरिफेराहरूको डिफ्रेन्ट इक्जाम्पलहरू पढ्छौँ। कतिजनाले सोल्भ गऱ्यो होला होइन, नेमहरूको क्वेसनमा चाहिँ डिफ्रेन्ट पोरिफेराहरूको नाम दिए हुन्छ अनि उनीहरूको चाहिँ कमन नेम अर सम पेकुलर क्यारेक्टरिस्टिक्सहरू सोधिरहेको हुन्छ, त्यो चाहिँ हामी क्लासिफिकेसनमै पढ्छौँ यतातिर। त्यसपछि बडी पोर्स, नामबाट नै मैले स्टार्ट नै गरेको थिएँ होइन। पोरिफेराको चाहिँ के छ त? पोर्सहरू हुन्छ यसको। सो यिनीहरूको बडी पोर्सहरू कस्तो कस्तो छ, के कारण छ, के काम छ यिनीहरूको, किन छ त्यो पोर्सहरू, त्यो चाहिँ यो बडी पोर्समा पढ्छौँ। त्यसपछि हामी चाहिँ बडी वाल्स एन्ड द सेल्स, यसको खास गरेर यसको स्ट्रक्चर हेर्ने हो भने चाहिँ 2टा लेयरले बन्यो हुन्छ। एउटा चाहिँ बाहिरको इक्टोडर्म अनि इन्डोडर्म हामी पढ्छौँ, अनि बिचमा चाहिँ एउटा जेली लाइक सब्सटान्स हुन्छ, अनि यो भित्र चाहिँ एकदम सेल्सहरू हुन्छ। सो हामी चाहिँ यही वालहरूलाई अलिकता डिटेल स्ट्रक्चर पढ्छौँ, अनि यो सेलहरू के छ त्यो सेलहरूको बारेमा पनि पढ्छौँ है। त्यसपछि हामी के पढ्छौँ त? वाटर क्यानल सिस्टम पढ्छौँ।
वाटर क्यानल सिस्टममा यो चाहिँ मोस्ट इम्पोर्टेन्ट क्यारेक्टरिस्टिक फिचर पनि भन्दा भयो चाहिँ पोरिफेराको क्यारेक्टरिस्टिक फिचर वाटर क्यानल सिस्टम, किनभने यसले चाहिँ आफ्नो डेली लाइफ टु लाइफ चलाउने भनेको वाटर क्यानल सिस्टमबाट हो कि। अनि त्यसपछि रिजेनरेसन क्यापेसिटीहरू छ। रिजेनरेसन क्यापेसिटीमा हामी थोरै अरू एनिमलहरूको पनि रिजेनरेसन कसरी गर्छ उनीहरू भन्ने कुरा पढ्छौँ, अनि यसमा चाहिँ कुन रिजेनरेसन क्यापेसिटीहरू प्रेजेन्ट छ भन्ने कुरा पढ्छौँ। त्यसपछि यो पनि भयो। अनि चाहिँ न्युट्रिसनमा चाहिँ डाइजेसनहरू प्रोसेसहरू कुन चाहिँ होलोजोइक यस्तो टाइपको चाहिँ न्युट्रिसनहरू पढ्छौँ। अनि रिप्रोडक्सन अब यो चाहिँ जेनेरेसन बढाउनु पऱ्यो होइन अगाडि। अब जेनेरेसन बढाउनलाई यो पोरिफेराले चाहिँ कसरी गर्दो रहेछ रिप्रोडक्सन भन्ने कुरा हामी रिप्रोडक्सनमा पढ्छौँ। अब यिनीहरूको चाहिँ डिटेल स्ट्रक्चरमा पढौँ हामी चाहिँ। हामी बिचबिचमा क्वेसन पनि गर्छौँ सो द्याट तिमीहरूलाई बोली नलागोस् अनि तिमीहरूलाई एकदम डाइरेक्ट फाइदा होस् भनेर। इन्ट्रोडक्सनमा जाउँ त यसको चाहिँ इन्ट्रोडक्सन। सो हामी कुन फाइलम पढिरहेको छौँ अहिले त पोरिफेरा है। फाइलमकै नाम के रहेछ त पोरिफेरा रहेछ। पोरिफेरा फाइलम हो भने यसको मेम्बर्सहरूले के भन्छ त? अफकोर्स पोरिफेरन्स भन्छ, PORIFERANS पोरिफेरन्स। सीमा आइसकेपछि अरू नाम चाहिँ एकदम सोधिरहन्छ फ्रिक्वेन्टली, त्यही भएर अब तिमीहरूले के गर भने अरू नामहरू पनि याद गर्ने अलिकता प्र्याक्टिस गर। सो पोरिफेराको चाहिँ अर्को नाम दुईवटा यसको छोटा नाम दिएको रहेछ। यसलाई चाहिँ एस्पोन्जेज पनि भन्छ। एस्पोन्जेज किनभने चाहिँ अब योभन्दा पहिलो फिगर हेर न, यसको कस्तो देखिरहेको छ, यो स्पोन्ज जस्तो देखिरहन्छ, बिच चाहिँ पाल हुन्छ जिउभरि, अनि स्पोन्ज जस्तो हुने भएकोले यसलाई चाहिँ एस्पोन्जेज पनि भन्छ। अनि अर्को भनेको यसलाई रिपब्लिक अफ सेल भन्छ। रिपब्लिक अफ सेल्स भनेको सेल्सहरूको चाहिँ अर्गनाइजेसन गरेर राखेको छ। सेल्सहरूको लुज एग्रिगेट गरेर होल बडी बन्ने भएकोले यसको नाम चाहिँ रिपब्लिक अफ सेल पनि भन्छ यसलाई चाहिँ, रिपब्लिक अफ सेल। अनि चाहिँ यसको सिमेट्री हेर्दा चाहिँ सिमेट्रीबाट क्वेसनहरू सोध्दो रहेछ। सिमेट्रीबाट यो हेर त कस्तो देखिरहेको छ तिमीहरूलाई सिमेट्रीको, यस्तो झट्ट हेर्दा कस्तो यो रेडियल बाई सिमेट्रीको रेडियल सिमेट्री देखिन्छ होइन, सिलिन्ड्रिकल टाइपको बडी छ त्यही भएर यसको रेडियल सिमेट्री देखिरहेछ। तर यो भनेको खासमा साइकन हो, त्यही भएर यो रेडियल सिमेट्रिकल हुन्छ। हामी चाहिँ क्लासिफिकेसनमा सबै अरू यसको इक्जाम्पलहरू पढ्छौँ। यिनीहरू चाहिँ रेडियल हुँदैन खासमा चाहिँ, त्यो इकाइनोडर्माटाहरू चाहिँ बडी गरेर रेडियल हुन्छ। यिनीहरू मोस्टली चाहिँ असिमेट्रिकल हुन्छ किनभने लोवर अर्गानिजम हो नि त, त्यही भएर चाहिँ मोस्टली के हुन्छ त यिनीहरू असिमेट्रिकल। सिमेट्रिकल कसको फिचर हो त? हायर अर्गानिजमको होइन। सो यो चाहिँ असिमेट्रिकल हो, तर चाहिँ एक्सेप्सन छ यसमा चाहिँ के त अहिले बेलबाट हेऱ्यो एक्सेप्सनबाट नै स्टार्ट भएको छ हाम्रो च्याप्टर के। साइकन भयो, त्यसपछि ल्युकोसोलेनिया भयो, अनि चाहिँ लार्भा अफ द स्पोन्जेज। लार्भा अफ स्पोन्जेज यो तिनटै चाहिँ यिनीहरूको रेडियल सिमेट्री हुन्छ। रेडियल सिमेट्री और बाइरेडियल पनि भन्न मिल्यो कुनै। ल मैले चाहिँ मिनिङ भन्न छुट्याएको छु। यो असिमेट्रिकल भनेको कुनै पनि प्लेनबाट डिभिजन गर्न मिलेन भने त्यस्तो अर्गानिजमहरूलाई चाहिँ हामी असिमेट्रिकल भन्छौँ। अब यस्तो चाहिँ यस्तो भयो, अब यसलाई चाहिँ कुनै एउटा पार्टिकुलर प्लेनबाट कट गरेर एक्ज्याक्टली दुईवटा डिभिजनमा गर्न सकिरहेको छैन नि त, त्यही भएर यो चाहिँ असिमेट्रिकल भयो। तर रेडियल सिमेट्री भनेको मोस्टली सिलिन्ड्रिकल अर्गानिजमहरू रेडियल सिमेट्रिकल हुन्छ। CYLI सिलिन्ड्रिकल अर्गानिजम। अहिले भर्खर हेर्ने त्यो पोरिफेरा कस्तो छ, त्यो सिलिन्ड्रिकल यस्तो छ। सो यसमा चाहिँ धेरैवटा एउटा रेडियस नामले रेडियसबाट आएको रहेछ। यो सर्कुलर भयो, यसको रेडियसहरू भयो। सो एलङ द रेडियसहरू काट्यो भने यिनीहरू प्लेन एकदम धेरै प्लेनहरू भन्छ, अनि यसलाई चाहिँ ठ्याक्क दुईवटा अर्गानिजममा डिभाइड गरिदिन्छ कि, त्यही भएर यसको चाहिँ के भयो त रेडियल सिमेट्री। यहाँ रेडियल मात्रै भन्यो भने जति पनि प्लेन हुन सक्यो यसरी, यो सबै के भयो त प्लेन हुने भयो। तर बाइरेडियल सिमेट्री छ भने अब कस्तो यस्तो अर्गानिजम भयो अनि यिनीहरू चाहिँ कस्तो भयो त एउटा मात्रै प्लेनमा कट गर्न सक्यो भने तिनीहरूलाई चाहिँ बाइरेडियल सिमेट्रिकल भनिन्छ। सो सिमेट्रिकल भयो। अनि लार्भा अफ स्पोन्जेज मैले चाहिँ दुईवटा इक्जाम्पल भने, एउटा यो रेडियल सिमेट्रिकको, एउटा भनेको साइकन अनि अर्को भनेको ल्युकोसोलेनिया। यो दुवैको यस्तै स्ट्रक्चर देखिन्छ, यो साइकन र ल्युकोसोलेनिया दुवैको यस्तो स्ट्रक्चर देखिन्छ। सोलेनिया साइकन र ल्युकोसोलेनिया। अनि यसको मैले भन्न खोजेको यो लार्भाहरू पनि के हुन्छ त रेडियल सिमेट्री हुन्छ। किन हुन्छ भने अब यसको मेटामोर्फोसिस हुने बेलामा चाहिँ यसको रेडियल सिमेट्री हुन्छ, त्यही हो यसको चाहिँ।
ल अब एउटा क्वेसन गरिहालौँ त हामी चाहिँ स्पोन्जेस आर के हुन्छ यसको त सो असिमेट्रिक यसको एन्सर भनेको म भनिदिन्छु यसको एन्सर भनेको तिमीलाई सिमेट्रिकल असिमेट्रिकल हुने भयो किन असिमेट्रिकल भयो त किनभने मोस्ट अफ द स्पोन्जेसहरू के छ त असिमेट्रिकल छ तर रेडियल र बाइरेडियल पनि हुनसक्छ त्यो भनेको साइकन ल्युकोसोलेनिया एन्ड द लार्भा अफ स्पोन्जेस यो तीनटै चाहिँ रेडियल सिमेट्रिकल हुन सक्यो अब हामी चाहिँ ग्रेड अफ अर्गनाइजेसन हेरौँ चाहिँ यसको ग्रेड अफ अर्गनाइजेसन चाहिँ सेलुलर ग्रेड अफ अर्गनाइजेसन हुन्छ सेलुलर ग्रेड अफ अर्गनाइजेसन ग्रेड अफ अर्गनाइजेसनमा के हुन्छ त हाम्रो सेलुलर ग्रेड हुन्छ त्यसपछि टिस्यु ग्रेड हुन्छ त्यसपछि अर्गन ग्रेड अनि अर्गन सिस्टम और सिस्टम पनि भन्दा भयो अर्गन सिस्टम सो सेलुलर ग्रेड अफ अर्गनाइजेसन भनेको लुज एग्रिगेसन अफ सेल्स यिनीहरूको बडी लुज एग्रिगेसन अफ सेल्सबाट बनिरहेको छ कुनै पनि ग्रुप अफ सेल मिलेर एउटा कुनै डेफिनेटिभ पर्पसको लागि फङ्सनको लागि स्पेशलाइज भएको हुँदैन अर डिफ्रेन्सिएट भएको हुँदैन त्यही भएर यिनीहरूलाई टिस्यु भन्न मिलेन भने यसलाई कस्तो भनेको त सेलुलर ग्रेड अफ अर्गनाइजेसन त्यही अब सिलेन्ट्रेटामा जाने हो भने चाहिँ उताबाट चाहिँ टिस्युबाट स्टार्ट हुन थाल्छ टिस्यु ग्रेड अफ अर्गनाइजेसन त्योभन्दा तल चाहिँ यो पोरिफेरामा हाम्रो सेलुलर ग्रेड अफ अर्गनाइजेसन नै हुने भयो अनि चाहिँ यसमा चाहिँ एउटा क्वेसन सोध्दो रहेछ यो क्लासिफिकेसन अफ एनिमल बेस्ड अन टिस्यु अर्गनाइजेसन यो क्लासिफिकेसन भनेको त्यस्तो हामीले चाहिँ 5वटा फाइलमहरू अनि त्यसको डिभिजन सब डिभिजन त्यस्तो क्लासिफिकेसन होइन यो चाहिँ बेस्ड अन द टिस्यु अर्गनाइजेसन यो टिस्यु अर्गनाइजेसनको बेसमा चाहिँ एउटा क्लासिफिकेसन बनाएको रहेछ त्यसमा चाहिँ कस्तो छ भने चाहिँ एनिमललाई पहिला प्रोटोजुआ र मेटाजुआमा क्लासिफाई गर्ने भयो प्रोटोजुआ भनेको लोवर अर्गनाइजेसन भइसक्यो अनि प्रोटोजुआ छोडेर सबैले चाहिँ मेटाजुआमा राखेको रहेछ अनि यो मेटाजुआमा चाहिँ अब मेटाजुआमा भएर पनि सबैको चाहिँ टिस्यु अर्गनाइजेसन छैन के त्यो नभएको अर्गानिजमलाई पाराजुआमा चाहिँ राखिदिएको रहेछ अनि चाहिँ जसको अर्गनाइजेसन टिस्यु ग्रेड अफ अर्गनाइजेसन पुगिसकेछ उनीहरूलाई चाहिँ यो मेटाजुआमा राखेछ अनि यो पाराजुआमा चाहिँ एउटा मात्रै फाइलम हो जसको नाम के हो त पोरिफेरा सो हाम्रो पोरिफेरा भनेको पाराजुआ ग्रुपमा पर्दो रहेछ अनि अरू जति पनि छ सेलेन्ट्रेटा प्लाटिहेल्मिन्थेस नेमाटाहेल्मिन्थेस एनिलिया यिनीहरू कोर्डेटासम्म सबै चाहिँ के हुने भयो त यो मेटाजुआ नै हुने भयो जसमा चाहिँ डेफिनेटिभ टिस्यु अर्गनाइजेसन रहेको छ सो यसमा चाहिँ क्वेसन कस्तो सोध्छ भने हामीले यस्तो क्वेसन सोध्छ मेटाजुआ विदाउट द टिस्यु अर्गनाइजेसन के हुने भयो त प्रोटोजुआ पर्यो त प्रोटोजुआमा टिस्यु अर्गनाइजेसन हुन्छ हुँदैन यसमा पनि टिस्यु अर्गनाइजेसन हुँदैन पोरिफेरामा यसमा पनि हुँदैन यसमा टिस्यु अर्गनाइजेसन हुन्छ अनि एन्सर हाम्रो कुन हुन सक्यो त कि त ए र बी तर यसमा के भनेछ त मेटाजुआ भनेपछि मेटाजुआमा प्रोटोजुआ त पर्यो त परेन त्यो त त्यहीँबाट छडाइसकेछ भने हाम्रो एन्सर के हुने भयो त हाम्रो एन्सर भनेको पोरिफेरा हुने भयो पोरिफेरा इज द करेक्ट एन्सर अब यहीबाट यो क्लासिफिकेसनबाट नै यसको चाहिँ स्टडी अफ द स्पोन्जेसको एउटा टर्म दिएको रहेछ हामी केमा गइरहेको त पाराजुआमा गइरहेको नि त त्यही भएर यसको स्टडी अफ द स्पोन्जेसलाई चाहिँ पाराजुलोजी भन्दो रहेछ पाराजुलोजी है त ओके अब चाहिँ हामी इन्ट्रोडक्सन सिद्धायौँ अब चाहिँ हामी हिस्ट्रीमा जाउँ पोरिफेराको हिस्ट्रीमा चाहिँ 3वटा साइन्टिस्टको एकदम ठुलो भूमिका रहेको छ र क्वेसन चाहिँ एकदम सोध्न सक्छ योबाट अनि सोधे पनि रह हुन्छ कति बेला चाहिँ सो यसको के हो त यो तीनटै के हो साइन्टिस्टको नाम तीनटै साइन्टिस्टको नाम चाहिँ यसरी याद राख रोबर्ट ई ग्रान्ट हो फुल नेम चाहिँ हामी चाहिँ ग्रान्ट मात्रै याद गर्छौँ यो ग्रान्ट जन अर्को भनेको जन इलिस रहेछ त्यसको पनि इलिस मात्रै याद गर्छौँ अनि एचडब्ल्यू विल्सनको विल्सन मात्रै याद गर्छौँ यो नाम तिमी अलि मजाले कन्ट गरिहाल ग्रान्ट इलिस अनि भनेको विल्सन ग्रान्ट इलिस र विल्सन अब यिनीहरूले काम के गरेछन् भनेपछि यो ग्रान्टले चाहिँ टर्म पोरिफेरा दिएको रहेछ द टर्म पोरिफेरा वाज गिभन बाई सोध्यो भने टर्म पोरिफेरा वाज गिभन बाई भन्दा चाहिँ ग्रान्ट हुने भयो त्यसपछि यो इलिसले चाहिँ मैले तिमीलाई अगाडिमै के भनेको थिएँ
हेर्दा झट्ट हेर्दा चाहिँ प्लान्ट जस्तो देख्छ हैन। पहिला चाहिँ मान्छेहरूले यो ग्रान्टहरूले यिनीहरूले सबैले चाहिँ यो पोरिफेरालाई प्लान्ट नै ठान्थ्यो के। किन प्लान्ट ठान्थ्यो त? के थियो प्लान्टको नेचर जस्तो छ नि यिनीहरूको? के छ प्लान्टको नेचर जस्तो? झट्ट हेर्दा चाहिँ ल प्लान्टको नेचर पहिला हेरौँ त। यसको प्लान्ट नेचरहरू के छ नि यिनीहरूको? प्लान्ट नेचर भनेको यो यसको यिनीहरूको लाइफ कस्तो छ त? सेडेन्ट्री लाइफ छ। सेडेन्ट्री छ। सेडेन्ट्री भनेपछि कतै एउटा गएर फिक्स हुने भयो। अनि सेसाइल, सेडेन्ट्री एन्ड सेसाइल हुने भयो। अनि कस्तो देखिन्छ? प्लान्ट जस्तो एक ठाउँमा चिप्पिएर बसिरहेको छ भने त्यही भएर यो चाहिँ प्लान्ट नेचर छ। तर यो जन इलिसले चाहिँ पहिलोचोटि यसको सेलुलर अर्गनाइजेसनहरू हेर्दा चाहिँ यसमा एनिमलको सेलहरू जस्तो म्याच भइरहेको थियो कि। त्यही भएर यसलाई चाहिँ एनिमल नेचर अफ पोरिफेरा कसले पत्ता लगायो भन्दा चाहिँ हामीले के भन्नु पर्यो? इलिसले भन्नु पर्यो। एनिमल नेचर अफ द पोरिफेरा, एनिमल नेचर अफ पोरिफेरा। Animal nature of porifera is given by Ellis, plant like structure. अनि विल्सनले चाहिँ रिजेनरेसन क्यापासिटी यो यसमा पत्ता लगाएको थियो। यसलाई तिमी यो पोरिफेरा भयो, यो पोरिफेरालाई यसरी काटिदियो भने यो दुईटैबाट के हुन्छ भने छुट्टिएर पलाएर एउटा नयाँ पोरिफेरा बन्छ। त्यही नेचर चाहिँ विल्सनले पत्ता लगाएको थियो। त्यही भएर यसलाई के भन्छ त? रिजेनरेसन क्यापासिटी इन पोरिफेरा was given by the Wilson. Regeneration in porifera. यो तीनवटा कुरा याद राख्नु पर्यो। ग्रान्टले चाहिँ टर्म दिएको रहेछ, इलिसले चाहिँ एनिमल नेचर अफ द पोरिफेरा, अनि विल्सनले चाहिँ रिजेनरेसन इन द पोरिफेरा दिएको रहेछ। सो तीनटा चाहिँ सोध्न सक्यो। हो क्वेसनमा हेरौँ त। अनि यो हेर, हामीले चाहिँ हिस्ट्रीमा चाहिँ त्यहाँ जन आएको थियो नि त, जन इलिस। अब जन भन्ने यसमा जुलोजीमा एकदम धेरै टपिक आइरहेको हुन्छ। त्यही भएर मैले चाहिँ यो जन कहाँ आउँछ भने सबै तिमीहरूको लागि एउटा नोट बनाएर राखिदिन्छु। हेर यहाँ जोन रे रहेछ फर्स्टमा। जोन रे भनेको यसले चाहिँ टर्म स्पेसी दिएको रहेछ जोन रेले। सिमिलरली जन हिलले चाहिँ पारामेसियम टर्म दिएको रहेछ। अनि जन्स्टन छ नि यहाँ, जन्स्टन, यो जन्स्टन भनेको साइन्टिस्टको नाम पनि हो अनि यो चाहिँ अर्गेन पनि हो। साइन्टिस्टको नाम जन्स्टन हो। साइन्टिस्टले एउटा जन्स्टन साइन्टिस्ट रहेछ, उसले चाहिँ टर्म के दिएछ त? मलुस्का दिएको रहेछ। तर जन्स्टन अर्गन भन्यो भने, जन्स्टन अर्गन भन्यो भने यो चाहिँ प्रोपियो रिसेप्टर रहेछ, जसले चाहिँ मस्क्युटोमा साउन्डको भाइब्रेसन अनि कार्बन डाइअक्साइडलाई सेन्स गर्ने काम गर्छ जन्स्टन अर्गनले है। अनि यो जन्स्टन अर्गन जस्तै सिमिलर भएको एउटा चाहिँ ज्याकब्सन अर्गन रहेछ। मैले चाहिँ पढ्दा चाहिँ जन्स्टन अर्गन अनि ज्याकब्सन अर्गनमा एकदम धेरै कन्फ्युज भइरहेको थिएँ। तर तिमीहरूलाई मैले चाहिँ क्लियरली भनिदिरहेको छु, यो जन्स्टन अर्गन भनेको मस्क्युटोमा हुने भयो, तर ज्याकब्सन अर्गन भनेको म्यामल भनेपछि हामीमा हुने भयो। ज्याकब्सन अर्गन जुन चाहिँ हाम्रो नाकमा, यो नाक भयो मान्छेको पनि, यो चाहिँ भोमेरो न्याजल अर्गन हुने भयो। केमो रिसेप्टर, नाक केमो रिसेप्टर, केमो रिसेप्टर द्याट इज द पार्ट अफ द ओल्फ्याक्टरी सिस्टम। यसले चाहिँ हाम्रो स्मेललाई डिटेक्ट गर्न मद्दत गर्ने भयो। यसको फङ्सन भनेको स्मेल डिटेक्सन, स्मेल डिटेक्सन र स्मेल सेन्स गर्ने भयो। क्वेसन हाम्रो आयो रहेछ, एनिमल नेचर अफ स्पोन्ज वाज एस्टाब्लिस्ड बाई, के भने भयो? एनिमल नेचर गोल्डफिस पढेकै छैनौँ, ट्रिम्ली थाहा छैन, लिखी थाहा छैन। के थियो त? एनिमल नेचर इलिस। सो यसको करेक्ट आन्सर भनेको सी नम्बर। सी नम्बर इज द करेक्ट आन्सर, इलिस। त्यसपछि अर्को हेरौँ, द टर्म पोरिफेरा वाज गिभन बाई, टर्म पोरिफेरा कसले दिएको थियो त? सो यसको एन्सर भनेको के छ? सरी, अनि अर्को क्वेसन हेरौँ, द टर्म पोरिफेरा वाज गिभन बाई, टर्म पोरिफेरा कसले दिएको रहेछ त? के थियो त? सुरुमै आएको थियो होइन, रोबर्ट ग्रान्टे। यो ग्रान्टले चाहिँ टर्म पोरिफेरा दिएको रहेछ। सो द करेक्ट आन्सर इज अप्सन डी, रोबर्ट ग्रान्ट। अब हामीले चाहिँ इन्ट्रोडक्सन सिद्धायौँ, त्यसपछि हिस्ट्री पनि सिद्धायौँ। अब चाहिँ एकदम पोरिफेराकै सबभन्दा मेन च्याप्टर, मेन टपिक भनेको क्लासिफिकेसन रहेको छ। अब क्लासिफिकेसन पढौँ त। क्लासिफिकेसनमा हेर्ने हो भने
फाइलम पोरिफेरालाई 3वटा क्लासमा डिभाइड गरेको रहेछ। त्यो क्लास भनेको के हो त? क्याल्केरिया, त्यसपछि हेक्जाटिनलिडिया एन्ड डेमोस्पोन्जिया, 3वटा क्लास रहेको छ। यो 3वटा क्लासमा हामी पढ्छौँ। क्याल्केरियामा के हो, यसको फिचर के हो, त्यसपछि हेक्जाटिनलिडियामा चाहिँ के फिचर हो, अनि चाहिँ डेमोस्पोन्जियामा के फिचर हो, त्यो पढौँ। तिमीहरू पनि यस्तै नोट बनाऊ म जस्तै। है सबभन्दा पहिला यसको यो क्लासिफिकेसन चाहिँ के को आधारमा चाहिँ गरेको रहेछ भन्ने कुरा बुझौँ है। बेस्ड अन क्लासिफिकेसन, बेस्ड अन यो चाहिँ बेस्ड अन द स्केलेटन अन स्पाइकल्स। पोरिफेरा भन्ने फाइलम छ नि, यसको भित्र मेजेन्काइम हुन्छ। बाहिरबाट 2टा लेयर हुन्छ, एउटा भनेको इक्टोडम अनि भित्र भनेको इन्डोडम हुन्छ। इक्टोडम र इन्डोडमको बिचमा चाहिँ मेजेन्काइम लेयर हुन्छ, जसमा चाहिँ स्पाइकल्सहरू प्रोड्युस हुन्छ। सो यो स्पाइकल्स चाहिँ कुन किसिमको छ, कस्तो सेपको छ, त्योको आधारमा बेस्ड अन द स्पाइकल्स अर स्केलेटन, त्यहीको आधारमा चाहिँ यसलाई चाहिँ त्यो यो स्पाइकल्सहरूको कम्पोजिसन चाहिँ के को रहेछ, कसरी बनेको रहेछ भन्नेको आधारमा, भन्ने बेस्डमा चाहिँ यसलाई क्लासिफाई गरेको रहेछ 3वटा ग्रुप्समा। त्यो के हो त? क्याल्केरिया, हेक्जाटिनलिडिया एन्ड द डेमोस्पोन्जिया है। सो अब के स्पाइकल्सहरू फर्स्टमै चाहिँ के छ त? यसको स्पाइकल्स यसको स्पाइकल कस्तो हुन्छ त? क्याल्केरियाको स्पाइकल्स यसको नामबाट नै हेर न, क्याल्केरिया। सो यसको कम्पोजिसन भनेको क्याल्केरियस स्पाइकल्स हुन्छ। क्याल्केरियस स्पाइकल्स भनेको क्याल्सियम कार्बोनेटबाट बनेको रहेछ। यो चाहिँ कहाँबाट बन्ने भयो? क्याल्सियम कार्बन CaCO, क्याल्सियम कार्बन, त्यही भएर यसलाई क्याल्केरियस स्पाइकल्स भन्छ। सिमिलरली हेक्जाटिनलिडिया चाहिँ सिलिकियस स्पाइकल्सले बने हुन्छ, सिलिका फाइबरबाट, त्यही भएर सिलिकियस स्पाइकल्स हुने भयो। अनि चाहिँ यो डेमोस्पोन्जिया भनेको यो पनि केबाट बने हुन्छ? सिलिकियस, यसलाई सिलिकियस स्पाइकल्सबाट, अनि डेमोस्पोन्जिया पनि सिलिकियस स्पाइकल्सबाट नै बने हुन्छ। तर कुनै यस्तो एक्सेप्सन हुन्छ यसमा, जो चाहिँ क्याल्केरियस टाइपको हुन्छ, क्याल्केरियस स्पाइकल्स। यो चाहिँ कम्पोजिसन भयो। अब यिनीहरूको यो स्पाइकल्सहरू कस्तो हुन सक्छ? यो डिफ्रेन्ट सेप हुन्छ, कुनै चाहिँ ट्राइएक्जन हुन्छ, टेट्राएक्जन हुन सक्यो, और हेक्जाएक्जन हुन सक्यो, यस्तो रेजहरू हुन्छ। यो क्याल्केरियस मोस्टली ट्राइएक्जन हुन्छ, त्यो चाहिँ हामीले खासै इक्जाममा पढ्नु पर्दैन। ट्राइएक्जन भनेको 3वटा सेप यसरी निस्किने भयो ट्राइएक्जन, तर यो चाहिँ के हुन्छ भने 6वटा रे निस्कियो हुन्छ यसबाट, 6वटा। यसमा पनि जुनसुकै हुन सक्यो, 3वटा र 6वटा जुनसुकै पनि हुन सक्यो। त्यो चाहिँ इम्पोर्टेन्ट चाहिँ मेन हाम्रो भनेको यो क्याल्केरियस नेचर चाहिँ सोच, क्याल्केरियस नेचर अफ चाहिँ कुन क्याल्केरियस नेचर अफ स्पाइकल्स इन फाइन्ड इन विच ग्रुप अफ द पोरिफेरा फाइलम भने के हुने भयो त? क्याल्केरिया। सिमिलरली सिलिकियस स्पाइकल चाहिँ डेमोस्पोन्जिया र हेक्जाटिनलिडिया दुईटैमा हुने भयो। फर्स्ट डिफरेन्स भनेको यिनीहरू। त्यसपछि हामी चाहिँ ह्याबिटेटमा हेरौँ त। ह्याबिटेटमा चाहिँ यिनीहरू कहाँ बसिरहेछ त? यो चाहिँ क्याल्केरिया भनेको के हो त? मोस्टली मराइन, अल मराइन, जति पनि छ सबै चाहिँ मराइनमा नै हुन्छ, भनेपछि सबै सी वाटरमा फाउन्ड हुने भयो। यो पनि अल मराइन, यो चाहिँ मोस्टली मराइन, तर मोस्टली मराइन बट फ्यू फ्रेश वाटर। सो हेर यहाँ कति इन्ट्रेस्टिङ रहेछ। यसमा चाहिँ यो दुवै क्याल्केरिया र हेक्जाटिनलिडिया दुवै चाहिँ मराइन इन्भाइरोमेन्टमा हुने भयो, तर डेमोस्पोन्जिया चाहिँ फ्रेस वाटरमा हुने भयो। सो क्वेसन चाहिँ घुमाएर सोध्न सक्छ, विच अफ द फ्लोइङ क्लास अफ द पोरिफेरा लिभ हेभ द हेबिटेट अफ फ्रेस वाटर भने आन्सर के हुने भयो त? डेमोस्पोन्जिया। ओके, सिमिलरली यसको चाहिँ ह्याबिट भनेको यिनीहरू कसरी बसिरहेछ। यो सबै पोरिफेरा भनेको जहिले पनि के सो गर्छ त? प्लान्ट नेचरको जस्तो हेबिटेट सो गर्छ। त्यो भनेको के हो त? सेसाइल एन्ड सेडेन्ट्री।
सेसाइल र सेडेन्ट्री यो पनि यहाँ पनि सेम हुने भयो, यहाँ पनि सेम कुरो हुने भयो, सेसाइल एन्ड सेडेन्ट्री ह्याबिटेट्सको। ओके, त्यसपछि अब चाहिँ हामी यिनीहरूको क्यानल सिस्टम हेरौँ। क्यानल सिस्टम के हो त्यो पछि पढ्छौँ, अहिले चाहिँ जस्ट अलिकता बुझिरहेको। एस्कन, साइकन, ल्युकन 3वटा र ऱ्यागन 4वटा किसिमको क्यानल सिस्टम रहेछ अनि यिनीहरूमा चाहिँ छुट्टा छुट्टै हुन्छ। त्यही भएर यसको चाहिँ क्याल्केरियामा चाहिँ एस्कन टाइप हुने भयो, एस्कन, साइकन र ल्युकन, एस्कन और साइकन और ल्युकन, यो 3टै किसिमको क्यानल सिस्टम चाहिँ क्याल्केरिया ग्रुप अफ पोरिफेरामा फाउन्ड हुने भयो। तर हेक्जाटिनलिडियामा ओन्ली ल्युकन टाइप हो, ल्युकन अनि डेमोस्पोन्जियामा पनि ल्युकन टाइप नै हुने भयो, ल्युकन टाइप। यसमा भनेको क्यानल सिस्टममा सबभन्दा प्रिमिटिभ भनेको एस्कन हुन्छ, त्यसपछि साइकन अनि त्यसपछि ल्युकन हुन्छ। अनि पनि एउटा अझै ऱ्यागन टाइप अफ हुन्छ जुन चाहिँ हाम्रो लाल भाका मात्रै हुन्छ, हामी चाहिँ पछि पढ्छौँ त्यो। अहिले चाहिँ यति याद राख, एस्कन, साइकन, ल्युकन। एस्कन भनेको क्याल्केरियामा हुने भयो जुन चाहिँ सबभन्दा प्रिमिटिभ, एस्कन, साइकन, ल्युकन 3 हुने भयो। अनि हेक्जाटिनलिडिया अनि डेमोस्पोन्जिया यो दुईटै भनेको दुईटैमा ल्युकन टाइप अफ क्यानल सिस्टम रहेको छ भन्ने कुरो भयो। सो हामीले चाहिँ यति कुरो याद राख्नु पर्यो। अब हामी चाहिँ यसको इक्जाम्पलहरू पढौँ। अब मेन भनेको इक्जाम्पल सबभन्दा तिमीहरूलाई गाह्रो भनेको सुरुमा इक्जाम्पल रट्न हुन्छ, त्यो चाहिँ मजाले रट। यहाँ चाहिँ मैले फिगर राखिदिएको रहेछ, इक्जाम्पल्सहरू हेर है त। इक्जाम्पल हेरेर मलाई भन त यो फर्स्टको चाहिँ के को फिगरवाला त के जस्तो लागिरहेको छ तिमीहरूलाई? यो के छ त? यो साइकन हो, दिस इज साइकन। साइकनको अर्को नाम भनेको स्काइफा पनि हो, SEYPHA स्काइफा, यो साइकन। यो साइकनबाट तिमीहरूलाई साइकन स्काइफा भन्छ। यसलाई चाहिँ यसको कमन नेम भनेको अर्न स्पोन्ज भन्छ, यसलाई अर्न स्पोन्ज और क्रन स्पोन्ज पनि भन्छ। योहरू याद गर्नु पर्यो। साइकललाई चाहिँ अर्न स्पोन्ज एन्ड क्रन स्पोन्ज नि भन्दो रहेछ, क्वेसन चाहिँ सोध्न सक्छ योबाट। सिमिलरली अर्को चाहिँ कस्तो जस्तो देखिरहेछ, दुइटै उस्ता उस्तै देखिरहेको छैन। यसमा चाहिँ मोस्टली के छ त, धेरैहरू ग्रुप अफ पोरिफेरा जस्तो देखिरहेछ, त्यसमा चाहिँ सिङ्गल थियो। सो यो एस्कन र साइकन अनि यो चाहिँ ल्युकोसोलेनिया हो, ल्युकोसोलेनिया। सो साइकन अनि चाहिँ ल्युकोसोलेनिया उस्ता उस्तै देखिरहेछ दुवै। तर यो ल्युकोसोलेनिया भनेको सबभन्दा के देखिरहेछ, सानो देखिरहेछ। साइकन चाहिँ ठुलो ठुलो हुन्छ, ल्युकोसोलेनिया के हुन्छ त, सानो हुन्छ। भनेपछि दिस इज द ल्युकोसोलेनिया इज द स्मलेस्ट स्पोन्ज, स्मलेस्ट स्पोन्ज भनेको के हो त, ल्युकोसोलेनिया। सिमिलरली अरू हेर त, यो क्याल्केरिया क्लासमा चाहिँ अरू चाहिँ के हुन्छ, यो के जस्तो देखिरहेछ तिमीले, के देखला? यो चाहिँ यसको नाम भनेको ग्रान्टिया रहेछ, GRANTIA, ग्रान्टिया। नाम मात्रै याद गर्दा पुग्ने भयो है। सो ग्रान्टियम। सो तिमीलाई क्वेसन यस्तो सोध्न सक्छ, ग्रान्टिया चाहिँ कुन ग्रुपमा चाहिँ पर्दो रहेछ, कुन क्लासमा चाहिँ पर्छ भनेपछि के लाउनु पर्यो त, क्याल्केरिया और लाइमी स्पोन्जमा लाउनु पर्यो ग्रान्टिया। सिमिलरली तलको चाहिँ कस्तो देखिरहेछ त, यो भनेको तलको भनेको क्लाथेरिना हो, भनेको CLATHRINA क्लाथेरिना, तलको क्लाथेरिना हुने भयो। अब चाहिँ फेरि यतातिर जब हामी 4वटा हुने भयो, एस्कन भयो, साइकन भयो, ल्युकन, एस्कन, ल्युकोसोलेनिया अनि भनेको ग्रान्टिया अनि क्यालिना क्लाथेरिना। सो क्याल्केरिया क्लासमा 4वटा चाहिँ इक्जाम्पल हामीले चाहिँ याद गर्नु पर्यो। त्यो के हो त, सबभन्दा पहिला भनेको साइकन, त्यसपछि ल्युकोसोलेनिया, त्यसपछि ग्रान्टिया एन्ड त्यसपछि क्लाथेरिना। सो 4वटा साइकन, ल्युकोसोलेनिया, ग्रान्टिया एन्ड क्लाथेरिना। त्यसमा चाहिँ साइकन के हो त, सबभन्दा साइकन भनेको ठुलो हो अनि ल्युकोसोलेनिया भनेको सबभन्दा स्मलेस्ट स्पोन्ज भनेको ल्युकोसोलेनिया हुने भयो। ओके, सो अब नेक्स्ट क्लासको इक्जाम्पलहरू हेरौँ त, हेक्जाटिनलिडियाको इक्जाम्पलहरू हेरौँ। यो फर्स्टको फिगर के जस्तो देखिरहेछ, बास्केट जस्तो देखिरहेछ हो, बास्केट जस्तो। यो के को बास्केट, फ्लावरको बास्केट जस्तो भनेको। ओके, यसको नाम चाहिँ युप्लेक्टेला रहेको छ, युप्लेक्टेला। अनि यसको कमन नेम भनेको भेनस फ्लावर बास्केट भन्छ, युप्लेक्टेला। सिमिलरली तलको नाम के जस्तो देखिरहेको छ, यसको नाम भनेको हाइलोनिमा। अनि यसलाई कमनली चाहिँ ग्लास रोप स्पोन्ज पनि भन्छ, ग्लास रोप स्पोन्ज।
युप्लेक्टेला हुने भयो, ह्यालोनिमा हुने भयो। सिमिलरली यो चाहिँ यसको नाम के जस्तो देखिरहेछ, बोर देखिरहेछ, यो प्वालै प्वाल हैन। यसको नाम भनेको क्लायोना हो। प्वालै प्वाल भएकोले यसलाई बोरिङ स्पन्ज पनि भन्छ, बोरिङ स्पन्ज। त्यो बोरिङ भनेको बोर भएको होइन के, बोरिङ भनेको बोर प्वाल गर्नेले बोरिङ स्पन्ज भन्छ चाहिँ। अनि यसलाई चाहिँ सल्फर स्पन्ज पनि भन्छ, सल्फर स्पन्ज। अनि यो चौथो 4 नम्बरको के जस्तो देखिरहेछ, यो चाहिँ एउटा म्युजियममा गएर प्रिजर्भ गरेको फोटो हो। यो चाहिँ फेरोनिमा हो, यो PHERONEM फेरोनिमा। क्लायोना भने फेरोनिमा, फेरोनिमा। यसलाई चाहिँ बाउल स्पन्ज भन्छ, बाउल स्पन्ज। ओके, सो के हुने भयो त, 4वटा इक्जाम्पल हाम्रो चाहिँ युप्लेक्टेला, ह्यालोनिमा, क्लायोना एन्ड द फेरोनिमा। जसमध्ये युप्लेक्टेलालाई फ्लावर भेनस बास्केट भन्दो रहेछ, भेनस फ्लावर बास्केट भन्दो रहेछ। जसमध्ये युप्लेक्टेला चाहिँ भेनस फ्लावर बास्केट भन्दो रहेछ। अनि ह्यालोनिमालाई चाहिँ ग्लास रोप स्पन्ज, अनि क्लायोनालाई चाहिँ बोरिङ स्पन्ज र सल्फर स्पन्ज। अनि फेरोनिमा रहेछ एउटा चाहिँ जसलाई बाउल स्पन्ज पनि भन्छ। सिमिलरली अब चाहिँ अर्को क्लासमा हेरौँ। अर्को क्लास भनेको डेमो स्पन्जिया रहेछ। यसको फर्स्ट इक्जाम्पल भनेको फर्स्टको इक्जाम्पल यहाँ चाहिँ एस्पोन्जिला हो। यो चाहिँ एस्पोन्जिला, एस्पोन्जिला। यो चाहिँ नाम हामी सुरुमै हेरेको थियौँ। डेमो स्पन्जिया कहाँ पाउन सक्छ त, फ्रेस वाटरमा पनि पाउन सक्छ, अनि चाहिँ मराइनमा पनि पाउन सकिन्छ। मोस्टली मराइन हुन्छ, तर सम आर फ्रेस वाटर। त्यो सम फ्रेस वाटर भनेको के हो त, एस्पोन्जिला हो। यो चाहिँ दिस इज फाउन्ड इन द फ्रेस वाटर। सो यसको नाम भनेको के त, फ्रेस वाटर स्पन्ज, फ्रेस वाटर स्पन्ज। ओके, सिमिलरली यो सेकेन्डको चाहिँ यो यसको नाम भनेको यो स्पन्जिया हो, यो स्पन्जिया, यो स्पन्जिया। यो चाहिँ नुहाउने बेलामा मान्छेलाई हेल्प गर्छ। यसले टक्क टक्क सफा गर्न मिल्यो, त्यही भएर यसलाई चाहिँ बाथ स्पन्ज भन्छ, BATH, बाथ स्पन्ज, बाथ स्पन्ज। ओके, अनि चाहिँ यतातिर दुईवटा अझै रहेछ। सबैको 4-4वटा रहेछ। यो फर्स्टको नाम भनेको चालिना। कस्तो देखिरहेछ त, के फिगरमा हेर त, यो चाहिँ यसरी कस्तो देखिरहेछ, औँला जस्तो देखिरहेछ होइन। त्यो पनि कस्तो त, कसको औँला जस्तो ग्लोब्स देखिरहेछ। सो यो भनेको यसको नाम भनेको चालिना हो, चालिना। सो यसलाई चाहिँ मर्मेड्स ग्लोब भन्छ, ग्लोब जस्तो देखिरहेछ। अनि यो 4th नम्बरको चाहिँ कस्तो देखिरहेछ, यसको नाम भनेको हिप स्पन्जिया, हिप स्पन्जिया। ओके, यसलाई चाहिँ हर्स स्पन्ज पनि भन्छ। सो हाम्रो क्लासिफिकेसन पनि सिद्धियो। अब यो क्लासिफिकेसनमा चाहिँ क्वेसन गरौँ त, विच वान अफ द फ्लोइङ अफ द क्लास इज पोरिफेराको। कुन हो त, के थियो क्लास अफ पोरिफेरामा। अहिले त सिम्पल छ होइन, तर पछि गएर यही पनि हार्ड हुनसक्छ। फर्स्टमा हाइड्रोजुआ, तिमी पछि पढ्छौ हाइड्रोजुआ, स्काइफोजिया, एन्थोजिया। यो चाहिँ सबै सिलेन्ट्रेटाको क्लास हो। अनि क्याल्केरिया, डेमो स्पन्जिया, हेक्जाटिनलिडिया। सो दिस इज द करेक्ट एन्सर, बी नम्बर इज द करेक्ट एन्सर, क्याल्केरिया, डेमो स्पन्जिया एन्ड हेक्जाटिनलिडिया। Okay, let's move to the next question. Classification of porifera is on the basis of, important question, MOE 2052 मा सोधिसकेछ यो। सो के हो त, क्लासिफिकेसन पोरिफेरा इज अन द बेसिस अफ, के को बेसिसमा थियो त, स्पाइकल्स क्यानल सिस्टममा हो त, होइन। रिप्रोडक्सनमा पनि होइन, एमिबिक सेलमा पनि होइन। यसको चाहिँ के हो त, स्पाइकल्सको बेसमा रहेछ। सो करेक्ट एन्सर इज डी। नेक्स्ट क्वेसन, द प्रिसियस म्यारेज गिफ्ट इन जापान इज। जापानमा चाहिँ प्रिसियस म्यारेज गिफ्ट के रहेछ त यसको। सो यहाँ चाहिँ पछाडि हेर्दा चाहिँ के थियो, यसको एन्सर भनेको युप्लेक्टेला हुन्छ। यसको एन्सर चाहिँ युप्लेक्टेला। जापानमा चाहिँ प्रिसियस गिफ्ट चाहिँ युप्लेक्टेलाको दिन्छ। यस्तो युप्लेक्टेला। यो त यहाँ युप्लेक्टेलामा के थियो त, युप्लेक्टेला कस्तो देखिन्छ, भेनस फ्लावर बास्केट जस्तो देखिन्छ होइन। सो म्यारेजमा चाहिँ जापानमा उनीहरूले चाहिँ यसमा गिफ्ट चाहिँ गर्ने गरिन्छ यो भेनस फ्लावर बास्केटलाई। त्यही भएर त्यही सोधेछ हामीलाई, विच वान अफ द फ्लोइङ इज द प्रिसियस म्यारेज गिफ्ट इन द जापान भनेको कुन भनेको त युप्लेक्टेला। त्यसपछि भेनस फ्लावर बास्केट बिलोङ टु द फाइलम। क्लास सोधे भएको भए के लाउनु पर्थ्यो,
फाइलम त तिमीहरूले भन्न सक्छौ यसको चाहिँ के हुने हो त पोरिफेरा हुने भयो। तर चाहिँ मैले तिमीलाई क्वेसन चेन्ज गरिदियो अब चाहिँ क्वेसन अब चाहिँ कुन चाहिँ क्लास पढिरहेछ। अब अप्सन चाहिँ यस्तो दिने भयो तिमीले क्याल्केरिया हेक्साटेनलिडिया and the demo spongia सो त्यति बेला चाहिँ यसको के हुने भयो त हेक्साटेनलिडिया किनभने बिचमा पढेको थियौँ नि याद गरेन फिगरमा चाहिँ। ओके सो नेक्स्ट क्वेसन एन इक्जाम्पल अफ द क्लास हेक्साटेनलिडिया आइसक्यो। सो के हुने भयो यसको एन्सर छ युप्लेक्टेला। मैले विच अफ द फ्लोइङ इज द फ्रेस वाटर स्पन्ज कुन थियो त फ्रेस वाटर कुन लास्टमा होइन डेमो स्पन्जियामा अनि के थियो त फ्रेस वाटर बेलामा। सो करेक्ट एन्सर भनेको के हुने भयो यसको करेक्ट एन्सर भनेको एस्पोन्जिला विच इज अल्सो नन एज द फ्रेस वाटर स्पन्ज। अनि द स्पन्ज हार्मफुल टु द ओइस्टर इन्डस्ट्री। सो याद गर कुन थियो जसले चाहिँ सल्फर स्पन्ज पनि भन्छ उसलाई अनि उसले चाहिँ बोरिङ स्पन्ज बोर गर्ने भयो। कुन यस्तो स्पन्ज हो जसले चाहिँ बोर गरिरहेको थियो त इन्डस्ट्रीहरूमा अनि के हुने भयो क्लायोना होइन। दिस इज द एन्सर इज क्लायोनाले के गरिरहेको थियो बोर गरिरहेको थियो त्यही भएर यो चाहिँ हार्मफुल टु द ओइस्टर इन्डस्ट्री हुने भयो। क्वेसन नम्बर 8 के छ ल्युकोसोलेनिया इज फ्री लिभिङ सोलिटरी एन्ड मराइन। फ्री लिभिङ छ त छैन नि त ल्युकोसोलेनिया कसो हो त्यो स्टोरिज स्मलेस्ट स्पन्ज हो यो चाहिँ सबभन्दा स्मलेस्ट स्पन्ज हो तल तल बसिरहन्छ ग्रुपमा यसरी बस्छ चाहिँ भनेको यो के भयो त सेसाइल यसमा के छ त सेसाइल सोलिटरी र मराइन अनि यसमा चाहिँ ससाइल कोलोनियल एन्ड द मराइन सेसाइल कोलोनियल फ्रेस वाटर भनेपछि फ्री लिभिङ भएन फ्रेस वाटर भएन मराइन ठिक छ दुई अनि सेसाइल पनि हुने भयो। अनि सोलिटरी हो कि कोलोनियल हो त यसो के बसिरहेको छ त ग्रुपमा बसिरहेको छ भने करेक्ट एन्सर के हुने भयो त करेक्ट एन्सर इज सी। ओके अनि त्यसपछि विच अफ द फ्लोइङ इज नट अ स्पन्ज है। सो यसमा यसको लागि म चाहिँ थोरै तिमीहरूलाई क्वेसन भन्छु यसको एन्सर भनेको के होला त विच अफ द फ्लोइङ इज नट एन स्पन्ज भनेको स्पन्जी कोला हुन्छ नामबाट त के देखिरहेको छ स्पन्ज। सो यस्तो क्वेसन सोध्यो भने त पक्कै पनि यसमा केही न केही चाल होला स्पन्ज नाम नै स्पन्ज छ अनि सोधिरहेको छ कुन चाहिँ स्पन्ज छैन भने के होला त स्पन्जी कोला हामी के स्पन्जी कोला सुन्ने थियो त थिएन अहिलेसम्म है के सुन्ने थियो त स्पन्जीहरू अरू चाहिँ थियो होइन। यसको चाहिँ इक्जाम्पल के छ स्पन्जी कोला के हो त अब होइन त्यो त बुझ्नु पऱ्यो हामीले चाहिँ यो चाहिँ स्पन्जी कोला चाहिँ अर्थोपोडा क्लासमा बिलङ गर्दो रहेछ यो अर्थोपोडा फाइलामा। यो चाहिँ युप्लेक्टेला हामीले चाहिँ अहिले युप्लेक्टेला पढ्यौँ नि जुन चाहिँ फ्लावर भेनस फ्लावर बास्केट जस्तो देखिरहेको थियो योसँग यसले चाहिँ स्पन्जी कोला गएर कमेन्सियालिजममा बस्दो रहेछ स्पन्जी कोला कमेन्सियल यसले चाहिँ कमेन्सियालिजम सो गर्छ कमेन्सियालिजम कोसँग त अर्थोपोडाको यो युप्लेक्टेला अर्थोपोडाको स्पन्जी कोलाले चाहिँ युप्लेक्टेलासँग सो स्पन्जी कोला चाहिँ बिलङ्स कुन फाइलमबाट गर्ने भयो त यो चाहिँ अर्थोपोडाबाट गर्ने भयो। अनि यो कमेन्सियालिजमको मिनिङ भने चाहिँ एउटा चाहिँ बेनिफिट हुने तर अर्को चाहिँ कि न त बेनिफिट हुने न त हार्म हुने भनेको 0 सो +0 भनेको कमेन्सियालिजम हो। यिनीहरूले के गर्छ भने यो स्पन्जी कोलाले त युप्लेक्टेलामा बस्छ होइन युप्लेक्टेलालाई केही घाटा भइरहेछ छैन यसलाई चाहिँ यसको न्युट्रिसन लिँदैन यसले चाहिँ बाहिरबाट नै न्युट्रिसन खान्छ भनेपछि सेल्टरमा बसिरहेछ यसलाई त केही घाटा भइरहेको छैन। तर यो स्पन्जी कोलालाई के भइरहेछ त सेल्टर त पाइरहेछ नि त त्यही भएर यो के भन्यो प्लस अनि 0 हुने भयो। ओके ल